दर्शकवृन्द नमस्कार। यो एभिन्यूज खबरको सङ्केत हो। हामी यो पालिका खबरको विशेष प्रस्तुतिमा छौँ। दर्शकवृन्द, आज हामी कोशी प्रदेशको सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकामा छौँ। बराह क्षेत्र नगरपालिका धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण नगरपालिका पनि हो। यो नगरपालिकामा 79मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार हुनुभएका रमेश कुमार कार्की निर्वाचित हुनुभयो मेयरका रूपमा। र उहाँ मेयर भएदेखि नै आम जनताका प्रत्येक समस्याहरूमा आफै भिज्दै, आफै भेट्दै, आफै समाधान गर्दै लागिरहनुभएका एकजना मेयर पनि हुनुहुन्छ र जनताले असाध्यै रुचाइएका मेयर पनि हुनुहुन्छ। उहाँले आफ्नो कार्यकालको 3 वर्ष बिताइसक्नु भएको छ। यो सन्दर्भमा आज हामी अलि मिहिन ढङ्गले यो नगरपालिकाका जटिलताहरू के थिए र यो 3 वर्षमा सम्बोधन भएका कुराहरू के छन् र आम जनताका अझै गुनासाहरू पनि छन्, ती गुनासाहरू पनि हामी जोड्नेछौँ। आउनुहोस्, आजको हाम्रो अतिथि बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई स्वागत गरौँ। स्वागत छ मेयर साहब। धन्यवाद, नमस्कार। मेयर साहब, म आजको यो हाम्रो संवादको सुरुमै तपाईँ निर्वाचित भएर यो कुर्सीमा, अहिले त कोठा चाहिँ परिवर्तन भएको छ हैन, यो कुर्सीमा बसिरहँदाखेरि तपाईँले महत्त्वपूर्ण 3वटा निर्णय गर्नुभएको थियो। तपाईँलाई स्मरण पक्कै होला। त्यति बेला प्रत्येक ज्येष्ठ नागरिकको घर घरमा हरेक 3 महिनामा हामी पुग्छौँ भन्नुभएको थियो। अर्को चाहिँ गर्भवती महिला, जसरी शिक्षक गर्भवती हुनुहुन्छ, त्यो अवस्थामा चाहिँ वैकल्पिक शिक्षकको व्यवस्था गर्छु भन्नुभएको थियो। अर्को तेस्रो कुरा चाहिँ यो वडा अध्यक्ष केसँग वडा अध्यक्ष तपाईँले कर्णाधारसँग वडा अध्यक्ष भनेर निर्णय गर्नुभएको थियो। ती कुराहरूको निरन्तरता छ या ती कुरा बिर्सिसक्नु हो अथवा टुटिसकेका छन्? पहिला यहाँबाट म आजको प्रसङ्ग सुरु गर्न चाहन्छु। एकदमै राम्रो प्रश्न गर्नुभयो र स्मरण गर्ने मौका पनि दिलाइदिनु भएको छ। बराह क्षेत्र नगरपालिकामा 2079 साल वैशाख 30 गते भएको निर्वाचनमा जब म निर्वाचित भएँ, जनताले मलाई विश्वास गरेर चाहिँ मत दिएर जानुभयो। मैले जतिखेर आफ्नो पदभार 2079 साल जेठ 11 गते लिँदै गर्दा, म आफ्नो कुर्सीमा बस्दै गर्दा मैले त्यसले 4 कुरा मैले भनेको थिएँ। पहिलो कुरा मैले ज्येष्ठ नागरिकको घर घरमा चाहिँ हरेक 3 महिनामा चाहिँ के अरे प्राविधिक डाक्टर साहबहरू चाहिँ पुऱ्याउँछु भनेको थिएँ। त्यस कार्यक्रमलाई मैले निरन्तरता दिइराखेको छु। हरेक वार्डमा चाहिँ ज्येष्ठ नागरिकसँग चाहिँ त्यहाँको अवस्था बुझ्दै, ज्येष्ठ नागरिक प्लस त्यहाँ भएका कुनै पनि समस्यालाई चाहिँ स्वास्थ्य प्राविधिकहरू चाहिँ त्यहाँ पुगेर उहाँहरूको सेवा अहिले दिइरहनु भएकै छ। त्यो निरन्तर रूपमा चलिरहेको छ। अर्को कुरा, कुनै पनि विद्यालयमा चाहिँ शिक्षक महिला जो हुनुहुन्छ उहाँहरू चाहिँ डेलिभरी हुने अवस्थामा चाहिँ हामीले 60 शिक्षक 98 दिनको हामीले व्यवस्था गरेका छौँ। त्यो कुरालाई मैले निरन्तरता दिएको छु, किनभने कुर्सीमा पदभार ग्रहण गर्दै गर्दा बोलेको कुरा हो। त्यसै गरी कर्णधारसँग चाहिँ वार्डाध्यक्ष भन्ने कुरा पनि गरेको थिएँ, त्यसलाई पनि हामीले निरन्तरता दिएर अगाडि बढाइरहेका छौँ। र अर्को कुरा, हामीले चाहिँ जो सुत्केरी हुनुहुन्छ, जो चाहिँ गरिब विपन्नता हुनुहुन्छ, उहाँलाई चाहिँ जहाँ अस्पतालसम्म पुग्नको लागि चाहिँ हामीले एम्बुलेन्स सेवाको गरेका थियौँ, त्यसलाई पनि हामीले निरन्तरता दिएको छौँ। त्यो वर्षदेखि भनेको 79 साल जेठ 11 गतेदेखि आजको दिनसम्म हामी चाहिँ त्यो कार्यक्रमलाई एकदमै सुचारू रूपले सञ्चालन गरिरहेका छौँ। कस्तो छ त्यो कार्यक्रमको प्रभाव आम जनतामा? हुन त अब त्यो जनताले महसुस गर्ने कुरा हामी जनतालाई पनि यो विषयमा त्यस्तो अवसरमा सोधौँला, तर प्रतिक्रिया चाहिँ कस्तो आएको छ? जनताले चाहिँ के महसुस गर्नुभएको छ भने वास्तवमा अहिले चाहिँ हामी सरकार चाहिँ भएको अनुभूति हामीलाई भएको छ। कम्तीमा सरकारले हाम्रो दुःख सुखलाई साथ दिएको छ, हाम्रो बोलेको कुरालाई पुरा गर्दै गएको छ। हुनसक्छ अब सबै कुराहरू चाहिँ अब छुट्टीको भरमा पुरा नहुन सक्छ, तर प्रयास गरिरहेका छौँ। हामीले प्रयास गरिरहेका छौँ, जनताको मनोभावना बुझ्ने काम गरिरहेका छौँ र ती कामले गर्दा चाहिँ जनताहरू खुसी हुनुहुन्छ। किनभने हिजो डाक्टर साहबलाई भेट्नको लागि चाहिँ अस्पतालसम्म पुग्नु पर्थ्यो भने आज त्यो सेवा लिएर घर घरमा आउँदै गर्दा ज्येष्ठ अभिभावकहरू, ज्येष्ठ नागरिकहरू अत्यन्तै खुसी हुनुहुन्छ। त्यसै गरी जुन विद्यालयमा हामीले चाहिँ महिला शिक्षक हुनुहुन्थ्यो, सट्टामा हामीले अन्य शिक्षक दिएका छौँ,
जो हामी अत्यन्तै प्रतिस्पर्धात्मक ढङ्गबाट लिएका छौँ र त्यहाँको विद्यार्थी भाइ बहिनीहरू अत्यन्तै खुसी हुनुहुन्छ। जो गरिब विपन्नता भएको चाहिँ महिलाहरू हुनुहुन्थ्यो, जो सुत्केरी गर्नलाई चाहिँ अस्पतालसम्म जानलाई गाह्रो हुन्थ्यो, एम्बुलेन्स भाडा हुँदैन थियो, असहज हुन्थ्यो, त्यसलाई हामीले चाहिँ उहाँले चाहिँ प्राप्त सर्टिफिकेटको आधारमा डाक्टरले दिएको चाहिँ स्लिपको आधारमा चाहिँ हामीले त्यो सेवा दिएका छौँ। त्यस कारणले जसले प्राप्त गर्नुभएको छ उहाँहरू खुसी हुनुहुन्छ। उहाँहरूले मनबाट भन्नुभएको छ हामीलाई अहिले सरकार भएको अनुभूति भएको छ, सरकार हामीले प्राप्त गरेका छौँ, हामी भाग प्राप्त गरेका छौँ भन्ने कुरामा उहाँहरू चाहिँ एकदमै महसुस गर्नुभएको छ। यो चाहिँ पर्यटकीय विशेष गरी धार्मिक महत्त्वपूर्ण धार्मिक क्षेत्र पनि हो होइन। एउटा 4 धाममध्ये एक धाम होइन, बराह क्षेत्र मानिन्छ र नेपाल मात्र होइन भारतदेखि पनि थुप्रै पर्यटकहरू आउनुहुन्छ यो बराह क्षेत्रमा। यो सँगै अरू पर्यटकीय क्षेत्रहरू पनि बराह क्षेत्रमा छन् होइन। र सँगसँगै अर्को सन्दर्भ पनि के परेको छ भने कोशी प्रदेशले यो 2082लाई पर्यटन वर्ष घोषणा पनि गरेको छ। यो सन्दर्भमा तपाईँहरूको यो वर्ष विशेष पर्यटकीय अभियानहरू त्यस्ता कार्यक्रमहरू के छन् र ती पर्यटकीय क्षेत्रहरूको व्यवस्थापनमा तपाईँले गएको 3 वर्ष गरेका महत्त्वपूर्ण प्रयास के हुन् जानकारी गराइदिनुहोस्। यो बराह क्षेत्र नगरपालिका धार्मिक पर्यटकको रूपले अत्यन्तै अब्बल ठाउँ हो। यो धरतीकै पहिलो तीर्थस्थल बराह क्षेत्र मन्दिर यसै ठाउँमा छ। त्यसै गरी शास्त्रीय प्रमाणको आधारमा जुन चाहिँ कुम्भ मेला लाग्ने गर्छ यो यसै ठाउँमा छ। नेपालको एकमात्र ठाउँ यही छ। त्यसै गरी अरू पर्यटकीय क्षेत्रहरू तपाईँको सूर्यकुण्ड, तपाईँको चियाबारी, पाण्डवले जुवा खेलेको ठाउँ, लालकोट गढी, हिन्दूपति दरबार, छिनामस्ता, औल्यामोट लगायत यस्ता ठाउँहरू छन्। त्यसै गरी चाहिँ हाम्रो अमास सिमसार लगायत यस्ता चाहिँ कोशी टप्पु, वन्यजन्तु आरक्ष, श्रीलङ्का चापु लगायतका ठाउँहरू छन्। यति धार्मिक पर्यटकले यति अब्बल छन्। यो ठाउँ यहाँका जो मान्छे यहाँ आउनुहुन्छ उहाँ चाहिँ त्यो कुनै पनि यहाँ आर्टिफिसियल होइन, कृत्रिम रूपले चाहिँ सबै कुराहरू देख्न पाउनुहुन्छ। त्यसै गरी सप्तकोशी नेपालकै ठुलो नदी सप्तकोशी नदी यसै ठाउँबाट बहने गरेको छ। त्यस कारणले गर्दा पनि यो पर्यटकको रूपले अत्यन्त अब्बल छ, धार्मिक रूपले अत्यन्त अब्बल छ। हामीले जब निर्वाचित भएर आइसक्यौँ हामीले यहाँ ठाउँका चाहिँ मठ मन्दिरलाई पनि अब्बल बनाउनुपर्छ। जुन चाहिँ 4 क्षेत्रमध्येको एक क्षेत्र, धरतीकै पहिलो तीर्थस्थल बराह क्षेत्र मन्दिर यहाँ छ। हिजो यहाँको बराह क्षेत्र मन्दिरको अवस्था चाहिँ तपाईँको हेर्न लायक थिएन। भगवान् हो त मलाई सम्मान गर्नुपर्छ, तर त्यो ठाउँ हेर्न लायक थिएन। त्यहाँ कोही जो कोही मान्छे जाँदा पनि मनोकामना नाक थुनेर फर्किनुपर्ने अवस्था थियो। अत्यन्तै दर्दनाक अवस्था थियो। तर आज जो कोही त्यहाँ गएर अवलोकन गर्नुभयो भने अहो बराह क्षेत्र मन्दिर आज यो 3 वर्षमा कति परिवर्तन भएछ उहाँ आफै मुक्त कण्ठले प्रशंसा गर्नुहुन्छ। त्यसै गरी हामीले श्राद्ध स्थल त्यहाँ स्थापना गरेका छौँ। त्यहाँ कम्तीमा त्यहाँ चाहिँ लगभग 100को सङ्ख्यामा एकैचोटि बसेर चाहिँ उहाँहरूले चाहिँ श्राद्ध गर्न सक्ने ठाउँ हामीले त्यहाँ बनाएका छौँ। त्यहाँका शौचालयहरू भयो, त्यहाँको सरसफाइको कुरादेखि लिएर हरेक कुरालाई अब्बल बनाउने गरेका छौँ। किनभने जो मान्छे आवश्यक एकपल्ट यहाँको चाहिँ मुक्त कण्ठले प्रशंसा गरोस् भन्न लायक हामीले बनाएको छौँ। त्यसै गरी सत्राधाममा रहेको औल्यामोट जो चाहिँ एउटा इतिहास पुगेको छ, बराह क्षेत्र मन्दिरसँग सम्बन्ध जोडिएको छ। त्यो मन्दिरमा हिजो त्यहाँको अवस्था अस्तव्यस्त थियो, अव्यवस्थित थियो, तर आज त्यसलाई व्यवस्थापन गरेका छौँ। त्यहाँनिर चाहिँ प्रदेश सरकारसँग सङ्घीय सरकारसँग चाहिँ अनि हात फैलाएर चाहिँ हामीले बजेट ल्याएका छौँ। त्यो बजेटलाई चाहिँ बोबर सिजनमा लगाएर चाहिँ अत्यन्तै अब्बल बनाउने प्रयत्न गरेका छौँ। यहाँ भएका मन मन्दिर तपाईँको कुम्भस्थल एरियालाई तपाईँको सफा गरेका छौँ। त्यहाँनिर चाहिँ तपाईँको हिजो चाहिँ त्यो खाल्डाखुल्डीको ठाउँलाई चाहिँ आज चाहिँ कम्तीमा सौन्दर्य हेर्न लायक हामीले बनाएको छौँ। सङ्घीय सरकारसँग प्रदेश सरकारसँग चाहिँ आह्वान गरेर बजेट हामीले ल्याएका छौँ, काम गरेका छौँ। यस्ता हामीले त्यो चाहिँ धार्मिक पर्यटकलाई चाहिँ अब्बल बनाउनको निम्ति र यहाँ आउने जो कोही पर्यटकलाई चाहिँ कम्तीमा मन लोभ्याउने खालको कामहरू प्रयत्न गरिरहेका छौँ। अब यो हाम्रो सानो प्रयासले सबै कुरा नहुन सक्छ, तर पनि अधिकतम प्रयास गरेका छौँ। त्यसै गरी यसै वर्ष पनि हाम्रो कोशी प्रदेश सरकारले चाहिँ यो कोशी प्रदेशलाई पर्यटन वर्ष चाहिँ घोषणा गरेको छ। हामीले पनि अब कम्तीमा यस ठाउँलाई चाहिँ पर्यटकलाई धेरैभन्दा धेरै चाहिँ भित्राउनको निम्ति चाहिँ हामीले प्रयास गर्नुपर्छ भनेर हामीले यहाँ चाहिँ महोत्सव लगाउने तयारी गरिरहेका छौँ। भएका मठ मन्दिरहरू र पर्यटक क्षेत्रहरूलाई चाहिँ सफासुग्घर कम्तीमा हेर्न लायक मनमोहक हुने खालको चाहिँ कामलाई चाहिँ प्रयत्न गरिरहेका छौँ, मिहिनेत गरिरहेका छौँ। यसमा हामीलाई सबैले साथ पनि दिइरहनु भएको छ। त्यहाँको स्थानीयवासी, जनप्रतिनिधि, त्यस पछाडि चाहिँ राजनीतिक दलका सम्पूर्ण व्यक्तिहरूले साथ दिनुभएको छ। यस ठाउँमा वास्तवमै यो कोशी प्रदेशको एउटा मनमोहक दृश्य हेर्नको निम्ति धार्मिक रूपले चाहिँ जोड्नको निम्ति चाहिँ अत्यन्तै अब्बल ठाउँ हो। त्यस कारणले हामी पर्यटन वर्ष 2022लाई सफल बनाउनको निम्ति जुन कोशी प्रदेश सरकारले जुन सोच बनाउनु भएको छ, जुन गर्नुभएको छ, त्यसमा साथ दिनको लागि हामी सबै लागेका छौँ। बराह क्षेत्रवासी लागेको छ र मलाई लाग्छ अब यहाँ हामी कम्तीमा 7 दिनको महोत्सव लगाउने तयारीमा छौँ, छलफलमा छौँ। यो हामी एकदमै तयारी गर्छौँ। अब आउने दिनमा मङ्सिर पुसमा चाहिँ यो महोत्सव हामी लगाउने तयारीमा छौँ। कम्तीमा त्यसले चाहिँ धेरैभन्दा धेरै धार्मिक पर्यटकलाई चाहिँ जोड्न सकोस्, पर्यटकहरूलाई चाहिँ जोड्न सकोस् भन्ने सोचमा लागेका छौँ। र यो बराह क्षेत्र मैले के सोचेको छु
भने बराज क्षेत्र बन्छ भने धार्मिक पर्यटनले बन्छ, समृद्ध हुन्छ, त्यसबाटै नै अब्बल हुन्छ भन्ने कुरा मैले सोचिरहेको छु। त्यो सोच अनुसार चाहिँ म अगाडि बढिरहेको छु। यहाँहरूले यो गत वर्ष चाहिँ एउटा महाकुम्भ होइन मेलाको आयोजना गर्नुभयो, निकै त्यो देश विदेशमा पनि त्यसको निकै ठुलो चर्चा भयो र त्यसको चर्चा चाहिँ अझ बढी चाहिँ एउटा नगरपालिकाले गरेको व्यवस्थापनको चाहिँ ठुलो मुक्तकण्ठले प्रशंसा पनि भयो। यति व्यवस्थित हुँदो रहेछ, यति ठुलो मेला पनि गर्न सकिँदो रहेछ भन्ने खालको एउटा उदाहरण पनि बाहिर आम जनमानस आम मिडियाहरूले पनि चर्चा परिचर्चा गरेको देखियो होइन। त्यो कतिको तपाईँको आफ्नो नजरमा तपाईँले आफूले आकलन गरे अनुसार त्यो कुम्भ मेला कस्तो सफल भयो या अथवा त्यसबाट सिकाइहरू के भयो आगामी दिनमा? जस्तो अब मङ्सिर पुसतिर फेरि महोत्सव गर्ने तयारीमा हुनुहुन्छ, त्यही लेभलको महोत्सव होला होइन, त्यस कारणले सिकाइ पनि के भयो अलिकति सेयर गरिदिनु। पहिलो कुरा त यो हाम्रो पवित्र पावन भूमि धरतीकै पहिलो तीर्थस्थल प्राचीन हरिद्वार धाममा चाहिँ जुन शास्त्रीय प्रमाणको आधारमा नेपाल राष्ट्रको प्रथम ऐतिहासिक जगद्गुरु अनन्त विभूषित पाल्छन् मोहनज्यूले चाहिँ जुन कुरा गर्नुभएको छ यो अत्यन्तै स्मरणीय छ र यो ठाउँमा यो कुम्भ भारतमा जति एउटा कुम्भ लाग्छ त्यो चाहिँ एउटा अंश पिण्ड कुम्भको चाहिँ एउटा अंश खसेको ठाउँ हो भने यो चाहिँ एउटा पिण्डै खसेको ठाउँ हो। त्यो शास्त्रीय प्रमाणको आधारमा प्राप्त त्यो र मैले त्यो एउटा अवभाग्य प्राप्त गरेँ। त्यो चाहिँ त्यो 12 वर्षीय पिण्डेश्वर पूर्ण महाकुम्भ चाहिँ लगाउने एउटा शुभ अवसर मैले प्राप्त भयो सभाध्यक्षको रूपमा। मैले के सोचेँ भने कम्तीमा अब यो मेलालाई सुव्यवस्थित बनाउनुपर्छ, कुनै पनि ढङ्गबाट कसैको पनि क्वेसन मार्क आउनु हुँदैन, त्यसरी लाग्नुपर्छ, मेहनत गर्नुपर्छ र यसबाट केही गर्न सकिन्छ। यसलेबाट चाहिँ सिङ्गो देशको चाहिँ नामलाई चाहिँ विश्व सामु चिनाउन सकिन्छ भन्ने मलाई त्यो सोच मलाई आयो र अत्यन्तै मेहनत गऱ्यौँ र मलाई यहाँका राजनीतिक दल, यहाँका जनप्रतिनिधि साथीहरू, सम्पूर्ण यहाँका चाहिँ धर्मावलम्बी साथीहरू सबैले ठुलो सहयोग गर्नुभएको छ। त्यही सहयोग अनुसार लगभग मलाई लाग्छ 50-60 लाखभन्दा बढी मान्छेहरू यहाँ आउनुभयो। कुनै बेला त यस्तो हुन्थ्यो कि यहाँनिर स्नान गर्ने ठाउँ हुँदैन थियो, भिड्ने ठाउँ हुँदैन थियो, लगभग गाडी 4-5 घन्टा गाडी चाहिँ स्ट्राइक हुन्थ्यो, त्यस्तो अवस्था थियो। त्यस्तो अवस्थामा पनि कोही मान्छे घाइते भएन, कुनै झैझगडा भएन, कुनै तपाईँको मान्छे दुर्घटना हुनु परेन, कुनै पनि समस्या आएन र सबैसँग नआइकन चाहिँ अत्यन्तै सफलतापूर्वक सम्पन्न गर्न सफल भयो। यसको निम्ति मसिङको मेरो प्रयास होइन, मेरो प्रयासको सँगै चाहिँ त्यसको अलावा समितिको सम्पूर्ण समितिको साथीहरूको सहयोग, राजनीतिक दलका साथीहरूको सहयोग, जनप्रतिनिधि साथीहरूको सहयोग र सम्पूर्ण देशवासीहरूको सहयोगबाट सफलतापूर्वक सम्पन्न भएको छ। यसमा म सबैलाई धन्यवाद भन्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। र किनभने गर्दा सकिन्छ भन्ने कुरा चाहिँ मेरो त्यो कुराबाट अनुभव प्राप्त भयो। किनभने कतिपय साथीहरूले भन्नुहुन्थ्यो अब यो गाह्रो छ, रमेशले चाहिँ सक्दैन होला, हाम्रो मेयर साहबले सक्नु हुँदैन होला भन्ने कुराको चाहिँ सबैले मलाई च्यालेन्ज गरिरहेको थियो। तर मैले भने म मेहनत गर्ने मान्छे, कर्म गर्ने मान्छे हो, यस्तो कुरामा कुनै समस्या हुँदैन। किनभने म अडिकका साथ दृढ सङ्कल्पका साथ म मेहनत गर्छु, कर्म गरेपछि कसो सफल नहोला भने र मेरो दिनरात मैले कम्तीमा 6 महिना यसको विषयमा मैले प्लान बनाएर अगाडि बढिराखेँ। कोहीसँग कुनै कम्प्रोमाइज गरिनँ, किनभने मैले सफलतापूर्वक सम्पन्न गर्नुपर्छ, मलाई सबैले सहयोग गर्नुपर्छ, उहाँको सहयोग मैले ग्रहण गर्नैपर्छ भन्ने कुराले मैले एकदमै लाग्यो। 6 महिनादेखि मेहनत गरे अनुसार देशका ठुल्ठुला मान्छे राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीजी लगायत विभिन्न मन्त्रीज्यूहरू आउनुभयो, राजनीतिक दलका ठुल्ठुला व्यक्तिहरू आउनुभयो, विदेशबाट पनि तपाईँको धर्मगुरुहरू आउनुभयो, सबैजना आउनुभयो। सफलतापूर्वक सम्पन्नलाई सबैले सहयोग गर्नुभएको छ। त्यस कारणले दृढ सङ्कल्प साथको लाग्यो भने कुनै पनि असम्भव भन्ने कुरा छैन, सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ। मेरो साहब म यही सन्दर्भमा के राख्दै हुनुहुन्थ्यो? विगतमा चाहिँ तपाईँको कुम्भ लाग्दै गर्दा चाहिँ हरेक वर्ष चाहिँ यो माइनस भएको अवस्था, ऋणात्मक अवस्थामा चाहिँ बढेको अवस्था थियो। तर हामीले चाहिँ भव्य कुराहरू गरेर पनि एकदम सबैको मनलाई चाहिँ चित्त बुझाएर पनि त्यहाँको सुव्यवस्थालाई चाहिँ अझ अब्बल बनाएर पनि त्यहाँको बनेको संरचनालाई चाहिँ अझ दिगो संरचनाहरू बनाएर पनि हामीले लगभग 70 लाख रुपियाँ पैसा बचाउन सफल भयौँ। किनभने गर्दा हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण त्यहाँबाट मैले चाहिँ प्रष्ट पाएको छु। यो वर्ष हरेक वर्ष त्योभन्दा अगाडि लागेको सबै कुम्भहरूमा माइनस थिए, ऋणात्मक थिए, 64 लाख 65 लाख चाहिँ माइनस छ भन्ने सुनिन्थ्यो। तर हाम्रो पालामा हामीले गरेको चाहिँ धेरै पूर्वाधारका कामहरू गरियो, दिगो कामहरू गर्यो। त्यसको अलावा पनि अहिले चाहिँ अक्षय कोषमा हामीले 70 लाख रुपियाँ फन्ड जम्मा गर्न सफल भएका छौँ। यो चाहिँ एउटा ठुलो उपलब्धिको रूपमा मैले लिएको छु। मैले यही पर्यटकीय सन्दर्भलाई नै जोडिरहँदाखेरि तपाईँले केही दिन अगाडि मात्रै यो चाहिँ बराह क्षेत्रबाटै सुरु हुने
यो मुन्दुम पदमार्गको पनि शिलान्यास यहीँबाट भएको छ होइन। तपाईँ आफै सहभागी पनि हुनुभएको छ। बराह क्षेत्र उदयपुर हुँदै त्यो चाहिँ भोजपुरसम्म जोड्ने त्यो पदमार्गबाट धेरै अपेक्षा पनि गर्न सकिन्छ होइन। यो पदमार्गप्रति बराह क्षेत्रको अपेक्षा चाहिँ के छ? यो आयोजना सुरु भइरहँदाखेरि त्यो पनि जोड दिनुहोस् न। यस अर्थमा हामी अत्यन्तै खुसी छौँ। हामीले जुन सोच जुन सङ्कल्प लिएका थियौँ, कम्तीमा हाम्रो यो बराह क्षेत्र नगरपालिका एउटा 11वटा वार्ड मिलेर बनिरहँदा वार्ड नम्बर 1 मा चाहिँ अलिकति डाँडा काँडा पहाडहरू भएको चाहिँ अवस्था छ। त्यस्तो अवस्थामा सबै ठाउँमा चाहिँ हामीले चाहिँ गाडीको सुविधा दिन सकिरहेको अवस्था छैन, गाडीको मोटर बाटो पुर्याउन सकिरहेको अवस्था थिएन। धेरै प्रयास त गरिरहेका छौँ। त्यसको अलावा जुन अहिले मुन्दुम ट्रेल मार्ग चाहिँ शुभारम्भ भएको छ 168 किलोमिटर, त्यो चाहिँ शुभारम्भ चाहिँ बराह क्षेत्रबाटै शुभारम्भ हुने गरी हामीले शिलान्यास गरिसकेका छौँ। त्यसले हामीलाई लाग्छ अब यो पर्यटकीय क्षेत्र त यो हुँदै थियो, धार्मिक क्षेत्र त छँदै थियो, पर्यटकहरू आउने क्रम जारी नै थियो। त्यसको अलावा यसले जुन मुन्दुम ट्रेल मार्ग बन्दैछ यसले अझ यो आउने कुरामा चाहिँ ठुलो टेवा मिलेको छ। जस्तै अहिले यहाँनिर हिन्दू परिदरबार तपाईँ जानुपर्दाखेरि अलिकति अप्ठ्यारो बाटोहरू जानुपर्ने अवस्था थियो, बाङ्गोटिङमा घुम्नुपर्ने अवस्था थियो, असहजताका बावजुद त्यहाँ पुग्नुपर्ने जरुरी थियो भने अब यो जुन पैदल मार्ग बन्दैछ यसले हामीले सहज ढङ्गले त्यहाँ पुर्याउने काम गर्छ। त्यसै गरी भवानी थान मन्दिर, लालकोट गढी यस्ता ठाउँहरूमा चाहिँ तपाईँको सहज ढङ्गले पुग्न सकिन्छ। र मलाई लाग्छ पाण्डवले जुवा खेलेको ठाउँ पनि यस ठाउँमा छ। अझ त्यो ट्रेल मार्गले त्यहाँ ती कुरालाई जोड्ने कुराहरू चाहिँ पुर्याउँछ। त्यस कारणले गर्दा मलाई लाग्छ यसले गर्दाखेरि हामीलाई चाहिँ पर्यटकहरू भित्राउनको लागि हामीलाई ठुलो महत्त्व यसले बोकेको छ। र यो जुन हामीले भ्रमण वर्षको जुन प्लान गरिरहेका छौँ त्यसको लागि पनि यसले ठुलो महत्त्व दिन्छ। किनभने अब भ्रमण वर्षमा चाहिँ आउने जो पर्यटकहरू रहनुहुन्छ कम्तीमा यो ट्रेल मार्गबाट पनि जाउँ न, त्यहाँ पुगौँ न, त्यहाँ हेरौँ न हिन्दू परिदरगाह कस्तो रहेछ, लालकोट गढी कस्तो रहेछ, पाण्डवले चाहिँ जुवा खेलेर बसेको ठाउँ चाहिँ कस्तो रहेछ भन्ने कुराहरू चाहिँ उहाँले अवलोकन गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दा यो मार्गले हाम्रो लागि ठुलो चाहिँ एकदमै सफलता प्राप्त भएको छ। बराह क्षेत्रमा चाहिँ सिंहको मन्दिर मात्रै हेर्न आउनुहुन्थ्यो भने अब ती ठाउँहरू हेर्नको लागि पनि पर्यटकहरू आउनुहुन्छ। त्यस कारणले गर्दा बराह क्षेत्रलाई चाहिँ ठुलो सफलता मिलेको चाहिँ मैले महसुस गरेको छु। अब मेयर साहब, म तपाईँको पहिलो प्राथमिकतामा तपाईँले निर्वाचित भएदेखि नै बोल्दै सार्वजनिक फोरमहरूमा बोल्दै पनि आइराख्नु भएको छ। तपाईँको पहिलो प्राथमिकता मेरो भनेको शिक्षा र स्वास्थ्य हो भनिरहनु भएको थियो। अधिकांश मेयर साहबहरूको चाहिँ पहिलो प्राथमिकता चाहिँ पूर्वाधार हुन्छ, किनभने त्यो हेर्ने बित्तिकै देखिन्छ र जनताले पनि मेयर साहबले केही गर्नुभएछ है भनेर भन्ने आधार हुन्छ भन्ने हिसाबले पनि पूर्वाधारमा बढी फोकस हुन्छ। जुन लामो समय कालान्तरमा देखिने उपलब्धि शिक्षा र स्वास्थ्य भनेको त निकै समयपछि त्यसको उपलब्धि देखिने हो होइन। त्यो कुरामा तपाईँको जोड बल छ होइन, प्रयत्न छ। र यो 3 वर्ष तपाईँले तपाईँका केही उपलब्धिहरू पनि हामी काठमाडौँ बसेर पनि हेरिराखेका छौँ होइन। अस्पताललाई निकै व्यवस्थित बनाउनु भएको छ, शल्यक्रिया भवन बन्दै गरेको हामीले जानकारी पाइराखेका छौँ। त्यसै गरी विद्यालयहरूको पनि स्तरोन्नति गरिराख्नु भएको छ। ती कुराहरू छन्। यो 3 वर्षमा चाहिँ आएको परिणाम चाहिँ के हो? शिक्षा र स्वास्थ्यमा ल्याउनु भएको परिणाम चाहिँ के हो? सुनाइदिनुहोस् न। अब मेरो चाहिँ जहिले पनि मेरो सोच के छ भने हामीले पूर्वाधार त तपाईँको गर्नु नै पर्छ, त कुनै नै भएन होइन। त्यसको अलावा पहिलो प्राथमिकतामा चाहिँ शिक्षा र स्वास्थ्यलाई नै मैले राखेको छु। होला त्यसको रिजल्ट 10 वर्ष पछाडि आउला, 15 वर्ष पछाडि आउला, तर एक दिन आउँछ। र हामीले जोडतोड किन गरेका छौँ भने शिक्षामा परिवर्तन भयो भने स्वास्थ्यमा परिवर्तन भयो भने आम जनताले महसुस गर्नुहुन्छ। किनभने भोलि ढिलै किन नहोस् तर कम्तीमा महसुस गर्नुहुन्छ। त्यसलाई चाहिँ त्यसले आत्मसाक्षी राखेर त्यो काम गर्न म अगाडि बढिरहेको छु। जब म निर्वाचित भएर आएँ 2079 साल जेठको 11 गते शपथ ग्रहण गरेँ, त्यसको केही महिना पछाडि मैले शिक्षाको चाहिँ सरस्वती सामुदायिक विद्यालयहरू मैले चाहिँ अवलोकन गरेँ, सघन अध्ययन गरेँ, हेरेँ। त्यहाँ हेर्दै गर्दा यो कोभिड-19 को प्रकोपले गर्दा होला अथवा पूर्व जनप्रतिनिधिको चाहिँ मेहनत कमको कारणले होला अथवा केही कारणले होला विद्यार्थीहरूको अवस्था अत्यन्तै जर्जर थियो। यतिसम्म थियो कि 9-10 मा पढ्ने विद्यार्थीहरू चाहिँ मजाले नेपाली किताबलाई प्रष्टाउन नसक्ने, बोल्न नसक्ने, पढ्न नसक्ने अवस्था थियो। त्यो भएपछि मलाई एकदमै अचम्मै लाग्यो कि 9 क्लासको विद्यार्थी भनेको त मजाले क्वेसन एन्सर गर्न सक्ने विद्यार्थी हो, राम्ररी निवेदन लेख्न सक्नुपर्ने अवस्था हो, राम्ररी चिठी पत्रहरू लेख्नुपर्ने अवस्था हो। यो अवस्थाको विद्यार्थीहरू आज नेपाली किताब पढ्न सक्दैन भने त्यसले म्याथमेटिक्स कसरी गर्छ, अङ्ग्रेजी विषयको सल्भ कसरी गर्छ, अथवा सामाजिकको कसरी सल्भ गर्छ, साइन्सको कसरी सल्भ गर्छ, बडो चिठ लाग्यो।
त्यस पछाडि मैले त्यसको बेला प्रतिवेदन शिक्षा समिति मार्फत प्रतिवेदन तयार गर्न लगाइसकेपछि हामी बस्यौँ, छलफल गऱ्यौँ र हामीले के गर्यौँ भने कम्तीमा विद्यालयका विद्यार्थीको चाहिँ अवस्थालाई चाहिँ कस्तो पर्छ भने बेसबाट जरैबाट चाहिँ हामीले शुभारम्भ गर्नुपर्छ भनेर हामी लाग्यौँ। त्यस पछाडि मैले तुरुन्तै के गरेँ भने सबै विद्यालय, सामुदायिक विद्यालय 58वटै विद्यालयको 1 देखि 5 सम्मको विद्यालयलाई चाहिँ उपचारात्मक क्लास जो चाहिँ पढ्न सक्नुहुन्न, जो चाहिँ लेख्न सक्नुहुन्न त्यसलाई चाहिँ उपचारात्मक क्लास, एक्स्ट्रा क्लास लिएर चाहिँ तिनीहरूलाई राम्रो बनाउनुपर्छ भन्नेतिर लागेँ। 1 वर्ष त्यसमा हेर्दाखेरि 1 वर्षको रिजल्टले राम्रो प्रभाव पर्यो। किनभने विद्यार्थीलाई पढ्नमा रुचि, काम गर्नलाई रुचि, मेहनत गर्नमा रुचि भयो। त्यस पछाडि मैले चाहिँ विद्यार्थीका अभिभावक, शिक्षकहरूसँग बसेर छलफल गर्ने कार्यक्रम गरेँ। हरेक विद्यालयमा मैले गएर सकेसम्म सबै विद्यालयमा पुगेर चाहिँ यो किसिमको कार्यक्रम गरेपछि उहाँहरूको अभिभावक पनि अलिकति मेहनत गर्न लाग्यो। हामी सामुदायिक विद्यालयमा पढ्ने अभिभावकहरू पनि छोडिदिने, आफ्नै ढङ्गले चाहिँ जे हुन्छ स्कुल पठाएकै छु, पढेर आइहाल्छ भन्ने सोच उहाँहरूमा थियो। मैले सबै अभिभावकलाई राखेको किन तपाईहरू मेहनत गर्नुहुन्न भने, पहिलो पाठशाला भनेको तपाईँहरूले मेहनत गर्नुहुन्न भने तपाईँको विद्यार्थी, तपाईँको छोरा, तपाईँको भतिजा, तपाईँको नाति सप्रिँदैन, भोलिको असल नागरिक बन्न सक्दैन, यो बजारमा टिक्ने, बिक्ने र प्रतिष्ठा गर्न सक्ने लायक बन्न सक्दैन। तपाईँले चाहिँ कम्तीमा तपाईँले पहिलो प्रयास तपाईँले गर्नुपर्छ। अनि सेकेन्ड प्रयास भनेको चाहिँ हामी जनप्रतिनिधि, त्यहाँको शिक्षकले गर्ने हो। त्यस कारणले गर्दा तपाईँले धेरै मेहनत गर्नुपर्छ। किनभने तपाईँले तपाईँको सन्तानलाई, तपाईँको छोराछोरीलाई, नातिनातिनीलाई चाहिँ कुन खालको बनाउने तपाईँको हातमा रहन्छ भनिसकेपछि उहाँहरूले पनि मेहनत गर्नुभयो। र हामीले के गर्छौँ भने अहिले पनि बेला बेलामा कहिले 6-8 आधारभूत विद्यालय तहलाई चाहिँ कहिलेकाहीँ हामी के गर्छौँ भने प्रशिक्षणको पनि व्यवस्था गर्छौँ। अस्ति भर्खरै हामीले चाहिँ डान्स प्रशिक्षण गऱ्यौँ 5 दिनको। त्यस पछाडि वक्तृत्व कला प्रशिक्षण गऱ्यौँ। त्यस पछाडि ड्रइङ, चित्रकला सम्बन्धी हामीले चाहिँ प्रशिक्षण गऱ्यौँ। त्यसमा मैले सरसर्ती हेर्दाखेरि 6-8 क्लास भनेको हिजो 79 सालदेखि आज 81 सालसम्म आइपुग्दाखेरि, चैतको अन्तिममा हामीले गऱ्यौँ, 81 सालसम्म आइपुग्दाखेरि त्यही मान्छेमा कस्तो विद्यार्थीमा कति फरक चेन्ज पाएँ म आफै छक्क परेँ। हिजो किताब पढ्न नसक्ने विद्यार्थी भाइ बहिनीहरू आज वक्तृत्व कलामा चाहिँ सहज ढङ्गले चाहिँ बोल्न सक्ने भएको छ। कि हाम्रो मनलाई नै चिउ चिउ बनाउने गरी बोल्न सक्ने भएको छ भनेको त्यो मेहनतले गर्दा नै, हाम्रो सानो प्रयास, अभिभावकको प्रयास, त्यस पछाडि शिक्षकहरूको मेहनतले गर्दाखेरि त्यो राम्रो भएको छ। अहिले हाम्रो सबै टिचरहरू, प्रधानाध्यापकहरू के हुन्छ भने मेरो विद्यालय कसरी राम्रो बनाउने भनेर जोडमा हुनुहुन्छ, जोडमा लाग्नु भएको छ। हिजो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू चाहिँ संस्थागततर्फ गएको अवस्था थियो भने आज संस्थागत पढ्ने विद्यालयमा पढ्ने विद्यार्थीहरू चाहिँ सामुदायिकतिर आइरहेको अवस्था छ। त्यस वर्ष अलिकति केही त्रुटि भयो, केही समस्या आयो, शिक्षक आन्दोलन भयो, त्यसले केही समस्या त बनायो। तथापि पनि अहिले पनि चाहिँ संस्थागतमा पढ्ने विद्यार्थीहरू चाहिँ सामुदायिकमा आएको अवस्था छ। विद्यार्थी सङ्ख्या वात्तै बढिरहेको अवस्था। जस्तो अहिले शिक्षामा सुधार आयो भनेर यहाँले भनिरहँदाखेरि होइन, जस्तो एउटा चाहिँ हिजो चाहिँ त्यो टेक्स्ट बुक नै राम्रोसँग पढ्न नसक्ने भाइ बहिनीहरू आज चाहिँ वक्तृत्व कला, चित्रकला जस्ता कुराहरूमा चाहिँ निकै प्रबल बाहिर देखिनु भएको छ होइन। एउटा कुरा जस्तो अरू त्यसका इन्डिकेटरहरू के छन्? जस्तो शिक्षामा सुधार भयो र 3 वर्षमा भयो भनिरहँदाखेरि अरू इन्डिकेटरहरू के छन् मेयर साहब? तपाईँको अब जुन विद्यार्थीहरू चाहिँ हिजो पढ्न सक्दैनथे, लेख्न सक्दैनथे, उनीहरूमा चाहिँ क्षमता अभिवृद्धि भएको छ। र मैले भने त्यहाँको गुरुहरू पनि के छ भने अरू विद्यालयलाई हेरेर, किनभने हामी अब हामीले मेहनत गरेनौँ भने हामीलाई हाम्रो जनप्रतिनिधिले छोड्नुहुन्न, हामीलाई चाहिँ तपाईँको राम्रो गर्न सक्नुहुन्न, हामीलाई चाहिँ भोलि चाहिँ कुनै न कुनै कारवाहीमा ल्याउनुहुन्छ भन्ने सोच उहाँहरू पनि त्यो बोलायो। अर्को के भयो भने हामी पनि जुन हरेक पटक चाहिँ मेन ढङ्गले चाहिँ विद्यालयमा गइरहेको पटक गइरहेपछि के भने त्यहाँको अभिभावकलाई पनि के डर पस्यो भने अब भने हामीले मेहनत गरेनौँ भने अब चाहिँ साँच्चै हाम्रो विद्यार्थीहरू चाहिँ, हाम्रो छोराछोरीहरू चाहिँ नसप्रिने रहेछ है, राम्रो नहुने रहेछ है, यो देशको असल नागरिक बन्न नसक्ने रहेछ है, अब प्रतिस्पर्धा गर्न नसक्ने रहेछ भन्ने कुरा उहाँहरूमा पनि त्यो पस्ला। र हामीले के गर्यौँ भने अहिले हरेक विद्यालयमा हामीले के प्रयास गरिरहेका छौँ भने कम्तीमा इङ्ग्लिस मिडियमबाट पढाउनु पर्छ है। कम्तीमा इङ्ग्लिस मिडियम पढायौँ भने, कम्तीमा शिक्षकहरूलाई चाहिँ बेला बेलामा तालिमको व्यवस्था गऱ्यौँ भने, मोन्टेसरी तालिमहरू दियौँ भने, अथवा विभिन्न किसिमको हामीले वर्कसपहरू पनि गरिरहेका छौँ। एक योभन्दा अगाडि पनि हामीले वर्कसप चलायौँ, इङ्ग्लिसको वर्कसप चलायौँ, साइन्सको वर्कसप चलायौँ, म्याथमेटिक्सको वर्कसप चलायौँ। त्यस मार्फतबाट पनि सिधा जुन टिचरहरू पनि अब्बल बन्नु भएको छ। अब चाहिँ नयाँ मेथडबाट जानुपर्छ है भन्ने कुराको ज्ञान त्यो शिक्षकहरू पनि गएको छ भनेको अहिले अभिभावकको चासो पनि बढेको छ, शिक्षकहरूको क्षमता पनि विकास भएको छ र सँगसँगै त्यो दुइटैको प्रभाव स्वरूप बालबालिका विद्यार्थीहरूको सिकाइ गुणस्तर पनि बढेको छ होइन। जस्तो यहाँले आउने बित्तिकै मलाई लाग्छ सुरु गर्नुभएको थियो
गुणस्तरीय शिक्षाका लागि विद्यालय अनुगमन अभियान भनेरै यहाँले सुरु गर्नुभएको थियो। त्यो अभियानको प्रभाव चाहिँ के देख्नुभयो कालान्तरमा? अहिले फर्केर हेर्दाखेरि यो 3 वर्षपछि मलाई लाग्छ त्यो अनुगमन गरिरहँदाखेरि यहाँले त्यो मैले भिडियोमा पनि देख्थेँ अनि त्यो चाहिँ यहाँले त्यहाँ निर्देशन दिएका कुराहरू विद्यार्थीसँगै बसेर चाहिँ कक्षा कोठामा बसेर चाहिँ सुनिरहेका कुराहरू पढाइरहेको कुरा यहाँले अनुगमन गर्नुभएको छ। विशेषतः अब यसो पूर्वाधारहरू त्यहाँ प्रधानाध्यापक शिक्षकसँग भेटेर फर्किने चलन हुन्छ नि होइन। तर तपाईँ कक्षा कोठाभित्रै गएर विद्यार्थीहरूसँग परामर्श गरेर के समस्या छन् भनेर बुझेका त्यस्ता भिडियोहरू पनि मैले बेला बेला हेरिराखेका हुन्छु। त्यसको प्रभाव चाहिँ आज जुन शिक्षामा देखिएको छ होइन मेरो साहब? हो, त्यसको चाहिँ ठुलै प्रभाव परेछ। किनभने कुनै पनि जनप्रतिनिधि चाहिँ कुनै पनि विद्यालयमा पटक पटक गइरहेको भने त्यहाँनिर डर पस्छ। किन डर पस्छ भने शिक्षालाई के हुन्छ भने अब मैले केही गर्नुपर्ने रहेछ है भन्ने कुराको डर उहाँ पस्छ। अर्को डर चाहिँ विद्यार्थी भाइ बहिनीलाई पनि पस्छ। अब आउने जनप्रतिनिधिले हामीलाई छोड्नुहुन्न है, कुनै न कुनै प्रश्न सोध्नुहुन्छ अथवा कुनै न कुनै क्वेसन उहाँले राख्नुहुन्छ है, हामीले त्यसको जवाब दिनुपर्छ, हामी तयारी भएर बस्नुपर्छ भनेपछि उहाँमा डर पर्छ। डर पर्सेपछि उहाँलाई जरुर त्यही कुरामा मिहिनेत गर्नलाई जरुर छ। चाहे शिक्षक होस्, चाहे अभिभावक होस्, चाहे विद्यार्थी होस्, उहाँलाई चाहिँ अब मिहिनेत गर्नुपर्छ, हामी अब्बल बन्नुपर्छ। यो चाहिँ हाम्रो लागि गरेको रहेछ है, हाम्रो चाहिँ जनप्रतिनिधिले हाम्रो लागि यो मिहिनेत गरिरहनु भएको रहेछ भन्ने कुरा हुन्छ। र मैले जुन सघन अनुगमन गरेँ त्यसको प्रभाव राम्रै पर्यो। हुनसक्ला म त्यो लेभलको मापन गर्ने सक्ने मान्छे नहोला, तर पनि मेरो एउटा नगर प्रमुख तर त्यो अट्याचमेन्ट हुन्छ नि, त्यो अट्याचमेन्टले चाहिँ धेरै ठुलो प्रभाव पार्छ। ठुलो प्रभाव पार्छ भन्ने कुरा चाहिँ मैले प्रत्यक्ष त्यसको रिजल्ट पनि मैले प्राप्त गरेँ। अहिले कुनै पनि विद्यार्थी अब त्यहाँ हामी गयौँ भने उहाँहरूले त्यो सबै कुरा त थाहा भइहाल्छ। हिजोको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक छ। किन उहाँले गर्ने मेहनत, उहाँले गर्ने तरिका, शिक्षकले गर्ने तरिका, अब शिक्षक हिजो किनभने आफ्नो ढङ्गले आउनुहुन्थ्यो, आफ्नो ढङ्गले जानुहुन्थ्यो, त्यहाँ कुनै मापन थिएन। तर आज अब मेयर साहब कुनै पनि बेला अथवा जनप्रतिनिधि कुनै पनि बेला छड्केछिएको आउनुहुन्छ, हामी यहाँ टाइममा भएन भने हामीलाई गाह्रो पार्नुहुन्छ भनेर उहाँमा डर छ। डर छ। र अर्को कुरा के छ भने अब हामी त्यो विद्यालयसँग चाहिँ प्रतिस्पर्धा गर्न सकेनौँ भने हामी चाहिँ कुनै पनि सार्वजनिक कार्यक्रममा हाम्रो चाहिँ अवमूल्यन हुन्छ है भन्ने डर उहाँलाई त्यो छ। त्यस कारणले सबै ढङ्गको डरले गर्दा उहाँहरू चाहिँ बडो मिहिनेत गर्नु भएको छ। हामीले गरेको सानो प्रयास जुन उपचारात्मक क्लास थियो त्यसको प्रभाव ठुलो राम्रो परेको छ। यो सँगसँगै जस्तो अहिले यहाँले पनि भन्नुभयो सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ होइन, त्यो भनेको चाहिँ आकर्षण बढेको छ नि होइन, पढाइ राम्रो भयो भन्ने। किनभने सामुदायिक विद्यालय भनेका पैसा नहुनेहरू गरिबका छोराछोरी मात्र पढ्ने भन्ने थियो। तर आज चाहिँ कतिपय विद्यार्थी तपाईँकै पालिकाभित्रका विद्यालयहरू एक्जाम लिएर चाहिँ भर्ना गर्नुपर्ने स्थितिमा पुग्नु भएको छ होइन। भनेको त्यो एउटा सूचक हो, यो गएको 3 वर्षको प्रगति सफलताको सूचक हो जस्तो लाग्छ। र सँगसँगै परिणाम हेर्ने हो भने पनि हिजोको 8 कक्षाको एक्जाम चाहिँ पालिकाले लिन्थ्यो र आज पनि पालिकाले लिइराखेको छ होइन। त्यो परीक्षामा आएको उत्तीर्णता प्रतिशत हेर्ने हो भने पनि त्यो सुधार देखिएको छ होइन। त्यो खुसीको कुरा पनि हो मेरो साथ। मैले अघि प्रश्नमा पनि जोडेको थिएँ यो स्वास्थ्य तपाईँको दोस्रो महत्त्वपूर्ण विषय स्वास्थ्य हो। तपाईँले धेरै अब मैले अघि पनि जोडेँ शल्यक्रिया भवन बन्दैछ देखिराखेका छौँ हामीले होइन। सँगसँगै यहाँ चाहिँ आँखा अस्पताल सुरु गर्नुभयो होइन। यहाँका माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्यूको पनि निकै ठुलो पहल रह्यो त्यो कुरामा र अरू थुप्रै कामहरू गरिरहनु भएको छ। त्यसको प्रभाव र त्यसको परिणाम चाहिँ आज चाहिँ अब त खोज्ने बेला हो भने तपाईँको आधावधि कार्यकाल सकिसक्नुभयो होइन। अब परिणाम के देखिएको छ स्वास्थ्यमा? मैले जब निर्वाचित भएर आएँ मैले मेरो मेन मुख्य टार्गेट नै शिक्षा र स्वास्थ्य नै हो। अनि स्वास्थ्यमा मैले बराछेत्र नगरपालिकामा 2टा अस्पताल छन्, एउटा स्वास्थ्य केन्द्र छ र बाँकी स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरू छन्। प्रत्येक वार्डमा नै छ यो सब प्रायः। र विशेष गरी मैले छत्रा अस्पताल जो चाहिँ नेपालकै यो स्वास्थ्य बिमामा 100% हुने एउटा छत्रा अस्पतालको वार्ड नम्बर 2 पर्छ। त्यसै गरी बराछेत्रमा नगर अस्पताल, यता 2टा छ। यो दुईलाई नजिकबाट मैले चाहिँ एकदमै मिहिनेत गर्नुपर्छ। हुन त सबै स्वास्थ्य केन्द्रहरू जस्तै मधुबन स्वास्थ्य केन्द्र भयो, स्वास्थ्य चौकी भयो, स्वास्थ्य इकाइहरू भयो, सबैलाई नै मिहिनेत गर्नुपर्छ भन्ने नै सवाल हुन्छ। र सरस्वती हामी आउँदै गर्दाखेरि नगरपालिकाको नजिकमै रहेको नगर अस्पताल जो बराछेत्र नगर अस्पताल छ त्यहाँ चाहिँ आन्दोलन सुरु भइरहेको थियो कि हामी आउँदाखेरि। अनि मैले अब म निर्वाचित भएर पदभार ग्रहण गरेको 3-4 दिनमा म त्यहाँ गएँ।
गएर हेर्दै गर्दा त्यहाँ डक्टरहरू आन्दोलित हुनुहुन्थ्यो। के भयो किन भन्दाखेरि हामीले तलब नपाएको 5-6 महिना भइसक्यो भन्नुहुन्छ। त्योभन्दा अगाडिका डक्टरहरूले चाहिँ हामीले चाहिँ अगाडिको पुरानो तलब पाएको छैन भन्ने अवस्था छ। त्यहाँ उपलब्ध भएका भनेको तपाईँ कुर्सीमा बसिरहँदाखेरि नै तपाईँको पहिलो चासो शिक्षा र स्वास्थ्य, त्यही स्वास्थ्य क्षेत्र चाहिँ आन्दोलित थियो। त्यस पछाडि त्यहाँ आउने सेवाग्राहीहरू पनि आन्दोलन गर्ने अवस्थामा हुन्छ। त्यहाँ गयो क्वेसनमाथि क्वेसन थुपार्नुहुन्छ। अब निर्वाचित भएको 3-4 दिन मात्रै भएको छ, मलाई त्यो केही थाहा छैन त्यो कुरा। अब के गर्ने कसो गर्ने पुरा त्यो अन्यलमै भइरहेको अवस्थामा त्यो क्वेसन चाहिँ आउँदाखेरि आफूलाई त्यो अगमक्कै भएँ म। अनि मैले त्यसलाई अलिकति बढी मेहनत गर्नुपर्छ भनेर एकदमै दिमाग लगाएँ मैले त्यहाँनिर। त्यहाँ गएपछि सबै डिटेल्स त्यहाँको चाहिँ व्यवस्थापकसँग मैले बुझ्दै गर्दा दैनिक बिरामी सेवाग्राही कति आउनुहुन्छ? 150 जना। हामीलाई बेमाले दिएको सुविधा के छ भन्दाखेरि पर डे एउटा बिरामी बराबर 200 रुपियाँ। मैले यसो हिसाब गरेँ, 150 जना आउनुहुन्छ, 200 रुपियाँ चाहिँ सेवाग्राही बापत हामीले चाहिँ बिमाले दिन्छ हामीलाई भनेपछि 150 × 200 × 30 दिन भन्दाखेरि 9 लाख रुपियाँ त हाम्रो सेवाग्राहीको त ओपिडी कार्डबाटै प्राप्त हुने रहेछ। अब हामीले यतातिर स्यालेरी दिनुपर्ने जम्मा 7.5 लाख रुपियाँ थियो त्यतिखेर। तर पनि अस्पताल घाटामा एउटा क्रेसिटामोल नपाएर छटपटे त्यहाँका बिरामीहरू, प्रेसर र सुगरको दबाई नपाएर अल्मलिएका बिरामीहरू त्यहाँ थिए। यस्तो मलाई ताजुब लाग्यो कि त सेवाग्राहीबाट मात्रै हामीले चाहिँ 9 लाख रुपियाँ महिनामा पाउँछौँ। त्यहाँ केही औषधिहरू बिग्छ, केही बिग्छ, त्यहाँबाट त केही रकम त प्राप्त हुन्छ भन्ने मलाई लाग्यो। मैले यसलाई सरस्वती गरेँ। 1.5 महिनामा मैले के गरेँ, त्यसको आमूल परिवर्तन गरेँ। 1.5 महिनामा 150 जना बिरामी आउने अहिले पनि तपाईँ गएर हेर्न सक्नुहुन्छ। 300+ बिरामी आउनुहुन्छ अहिले 300+ बिरामी आउनुहुन्छ। त्यसको अलावा कुनै पनि औषधि होला, अब कुनै औषधि त क्याम्पमा पनि पाउँदैन, विराटनगरमै नपाउन सक्छ। तर अधिकांश बिरामीले पाउने दबाई हामीले यहाँ गर्ने उपचारको लागि हामीले त्यो दबाईको व्यवस्था गरेका छौँ। यहाँको ल्याब, धरानको ल्याबसँग चाहिँ स्ट्यान्डर्ड मेन्टेन गरेका छौँ। त्यहाँको आउने कुनै पनि त्यहाँको चाहिँ एकपल्ट भिसी नै आउनुभएको थियो यहाँनिर हेर्नलाई, उहाँ दङ्ग पर्नुभयो कि यहाँको त्यो ल्याबको जो सामानहरू जो छ त्यो देखेर उहाँहरू छक्क पर्नुभयो। त्यहाँको अवस्था व्यवस्था हेरेर उहाँहरू छक्क पर्नुभयो। र अहिले हामीले त्यो अस्पतालबाट हामीले चाहिँ अस्पताल हुन त लाभामुखी त होइन, तर अस्पतालबाट प्राप्त रकमबाट हामीले चाहिँ निकैवटा भवनहरू बनाइसकेका छौँ। अहिले बन्दै गरेको भवन पनि सङ्घीय सरकारको 38 लाख र हाम्रो बडासित नगर अस्पतालको लगानीमा, संयुक्त लगानीमा त्यो बन्दै गरेको छ। अहिले हामीले आँखा अस्पताल शुभारम्भ गरिरहेका छौँ। अब यो 15 गते, वैशाख 15 गतेबाट शुभारम्भ गर्ने डेन्टल भनेको प्राविधिक कारणले हामीले गर्न सकिरहेको छैन। हामी तयारीमा छौँ। हामी छिट्टै नै त्यसलाई चाहिँ डेन्टल पनि हामी शुभारम्भ गर्छौँ। हिजो 1 जना मात्रै डक्टर यहाँ रहनु भएको थियो, तर आज 5 जना डक्टर यहाँ हुनुहुन्छ। यो तपाईँ आइरहँदाखेरि तलब पाइएन भनेर आन्दोलन गरिरहेको त्यही अस्पतालले यो 3 वर्षमा आफ्नै पैसाबाट चाहिँ भवन बनाएको छ। तपाईँको अगाडिको संरचना तपाईँ हेर्नुहुन्छ। यो जतिको चाहिँ एकदम क्रिस्टल क्लियर परिणाम के हुन सक्छ होइन? हिजोको तपाईँको पिक्चरहरू हेर्न सक्नुहुन्छ, आजको पिक्चर त्यहाँको हेर्न सक्नुहुन्छ। हिजोको त्यहाँको इमर्जेन्सी कक्ष र आजको इमर्जेन्सी कक्ष हेर्न सक्नुहुन्छ। आज त्यो इमर्जेन्सी कक्षमा पुग्नुभयो भने विराटनगरको धरानको चाहिँ कुनै पनि निजी अस्पतालभन्दा कम छैन। त्यो स्ट्यान्डर्ड मेन्टेनमा हामीले गरेका छौँ। अझै त्यसलाई सुधार्ने पक्षमा छौँ। अब अलिकति थोरै समस्या कहाँ छ भने बिमाले समयमा पेमेन्ट नगर्दा अलिकति समस्या छ। अहिले पनि हाम्रो लगभग 12 करोड रुपियाँ चाहिँ प्राप्त गर्नु छ बिमाबाट, जुन अब सङ्घीय सरकारले दिने स्वास्थ्य बिमा त्यो प्राप्त हुँदैन, समयमा प्राप्त हुँदैन, अलिक लामो छ नि। त्यसको अलावा पनि हामीले चैतसम्मको तलबको व्यवस्थापन गरिसकेका छौँ। यहाँको अहिलेको डक्टरहरू, प्यारामेडिक्सहरूको चाहिँ ल्याब टेक्निसियनहरूको अथवा त्यहाँको कर्मचारीहरूको तलब चैत मसान्तसम्मको हामीले व्यवस्थापन गरिसकेका छौँ। अब अलिकति कुरा गरौँ कि किसानहरूको कुरा गरौँ। यो मेयर साहब, तपाईँको पालिकामा किसानको कुरा गर्ने बित्तिकै दुईवटा कुरा सँगसँगै जोडिएर आउँछ। एउटा कटान र अर्को डोभान। यो दुईवटा किसानसँग जोडिएर आउँछ यो विषयमा। यो विशेष गरी अब यो त लामो, यसको चाहिँ वास्तवमा सङ्घीय सरकारले नै पहल गर्नुपर्ने धेरै कुराहरू छन् होइन? नेपाल भारतको त्यति बेलाको सम्झौता अनुरूप गर्नुपर्ने प्रयासहरू नगरिदिँदाखेरिका जटिलताहरू एकातिर छन्। त्यो पाटोमा अहिले नजाउँ होइन। अर्को यो चाहिँ कटान र डुबानको समस्या वर्षेनी यहाँका जनताहरू त्यो समस्याबाट झेलिरहनु भएको छ। र अर्को एउटा जटिलता यो चाहिँ हात्ती, बाँदर लगायतका आतङ्कहरूबाट पनि किसानहरू पीडित हुनुहुन्छ। यो सन्दर्भमा तपाईँ, मैले नै हिजो भर्खर
टेलिभिजनमा प्रस्तुत पनि गरेँ। तपाईँले विपद त्यो हात्ती पीडित जनतालाई प्रत्येकलाई 4000 को दरले वितरण पनि गर्नुभएको आफैले पनि म देखेँ, महसुस गरेँ। यो किसानहरूका समस्या समाधानका लागि सहजीकरण गर्नका लागि तपाईँको यो 3 वर्ष यो बिचमा प्रयत्नहरू के भए? आम किसानहरूलाई सम्बोधन गरिदिनुहोस् न। यो बडा क्षेत्र नगरपालिका विपदको हिसाबले अत्यन्तै जोखिम ठाउँ। कुनै पनि वार्ड यस्तो छैन कि जहाँ विपद छैन भन्ने नै छैन। अर्को ठुलो विपद भनेको चाहिँ नेपालकै ठुलो नदी सप्तकोशी नदी यहीँबाट बहन्छ। यसको कारणले गर्दा यहाँको धेरै किसानहरू त्राइमाम भएर बस्नुपर्ने अवस्था छ। यहाँको जनता त्राइमाम भएर बस्नुपर्ने अवस्था हुन्छ। जब असार लाग्छ र असोज सकिँदैन तबसम्म यहाँको जनतालाई ठुलो शास्ति हुन्छ, ठुलो पीडा हुन्छ। हामीलाई कतिखेर के हुन्छ भन्ने कुरा हुन्छ। तर हामी जनप्रतिनिधि जनताको सारथी हौँ, जनताको सेवक हौँ। जनताले जुन हामीलाई मत दिनुभयो, विश्वास गर्नुभयो, त्यो विश्वास जित्नको लागि हामीले विश्वासलाई चाहिँ घात नगर्नको लागि चाहिँ हामी त्यो प्रयत्न गरिरहेका छौँ। यहाँको किसानहरूले को समस्या के छ भने अब यहाँनिर मैले भन्छु ढुङ्गा छुँदाखेरि देउता प्राप्त हुन्छ, माटो छुँदाखेरि अन्न प्राप्त, त्यस्तो उर्वर भूमि हो। यहाँ सबै कुराको व्यवस्थापन राम्रो हुने भने यहाँको किसानलाई उब्जनी गर्ने कुरामा बढाउने कुरामा कुनै समस्या छैन। कहिलेकाहीँ मल खादको समस्या धेरै प्रचुर रहन सक्छ। यो राष्ट्रिय समस्या छ। अहिले यो एउटा हाम्रो बडा क्षेत्र नगरपालिकाको होइन, तर मलाई लाग्छ हामी भाग्यमानी छौँ। अरू नगरपालिकाको तुलनामा, अरू जिल्लाको तुलनामा सुनसरी जिल्लाको बडा क्षेत्र नगरपालिकालाई अलिकति राम्रै हेरेको हो कि भन्ने मलाई महसुस गरेको छु। मलहरू आइराखेकै छ, तर पनि केही कठिनाइहरू छ। समयमा मल प्राप्त नहुँदा राम्रो उब्जनी नहुन सक्छ। अर्को समस्या यहाँको किसानहरूमा आफ्नो बालीहरू त उहाँहरूले उब्जाउनुहुन्छ, तर त्यो बाली थन्काउने बेलामा चाहिँ कुनै न कुनै विपत्तिबाट चाहिँ उहाँहरू त्राइमाम भएको अवस्था छ। गत साल मात्रै तपाईँको असोजतिर तपाईँको एउटा ठुलो समस्या, असोज 11, 12, 13 गते आएको बाढीबाट ठुलो समस्या सबैमा भइहाल्यो। सिङ्गो देश नै समस्यामा पर्यो। त्यसको साथसाथै बडा क्षेत्र नगरपालिका यो के भनौँ, हामी दुर्भाग्य भनौँ अथवा यो समय दुर्भाग्य भनौँ, यो 30-40 भन्दा बढी सङ्ख्यामा चाहिँ जङ्गली हात्तीको चाहिँ प्रवेश भएर चाहिँ यहाँको किसानलाई अत्यन्त शास्ति दिएको अवस्था छ। धनझनको क्षति गराएको अवस्था छ। र यहाँको किसानले चाहिँ पाक्न लागेको बालीलाई चाहिँ सहज ढङ्गले चाहिँ व्यवस्थापन गर्न नसक्ने अवस्था भएको छ। गत साल पनि लगभग 100 बिघाभन्दा धेरैको धान क्षति गरायो। यसपालि पनि कोशी पहाडीको धेरै बिघा जग्गामा चाहिँ मकै तपाईँको पट्टा लगाइदियो, पट्टा लगाए जस्तो सोचेर बनाइदियो। त्यसै गरी कोशी वारीपट्टि यतापट्टि 6 नम्बर, 2 नम्बर, 3 नम्बर, 5 नम्बर वार्डमा चाहिँ तपाईँको धेरै मकैहरूको चाहिँ क्षति गरिदियो। त्यो थन्काउने अवस्था भएन भने मकैमा धेरै लगानी भएको हुन्छ, त्यो लगानी चाहिँ तपाईँको चाहिँ आफ्नो साउँ पनि नआउन सक्ने अवस्था भयो, त्यस्तो क्षति पुऱ्याइदियो। त्यो समस्या छ। अनि अर्को समस्या बाँदरले पनि चाहिँ जङ्गलको छेउछेउमा रहेका जुन किसानहरू हुनुहुन्छ उहाँहरूको चाहिँ मकै, धान लगायतका घरहरूमा नै दिक्कत दिएको अवस्था छ। यहाँनिर सबै किसिमको समस्या छ। बाढीको समस्या छँदैछ तपाईँको, त्यस पछाडि पहिरोको समस्या छँदैछ, हात्ती, जङ्गली जनावर, बँदेल, नीलगाई, त्यस पछाडि के अरे बाँदर लगायतको चाहिँ सबै प्रकारको विपद छ। किसानले मरितरी मेहनत गरेर दुःखका साथ खाइ नखाइ उब्जाएको चिजलाई चाहिँ बजारसम्म पुर्याउने बेलामा चाहिँ हरेक किसिमको चाहिँ आक्रमणले चाहिँ उहाँलाई चाहिँ क्षति पुर्याएको अवस्था छ। तथापि पनि हामीले मेहनत गरिरहेछौँ। अब एउटा किसानको चाहिँ धेरै क्षति हुन्छ, 2.5 लाख रुपियाँ क्षति हुन्छ। अब हामीले दिएको जम्मा 4,000-5,000 के हुन्छ? एउटा मलम लगाउने कामभन्दा सिवाय केही गर्न सकिएको छैन। कम्तीमा ती जनतालाई कम्तीमा उहाँको चाहिँ 50% हामीले राहत दिन सकेदेखि कति आनन्द प्राप्त हुन्थ्यो, त्यो गर्न सकिरहेको छैनौँ। अब यो हाम्रो नगरपालिका आर्थिक रूपले विपन्नता छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवशिष्ट बसोबास भएको ठाउँ अधिकांश जग्गाहरू चाहिँ हिजोको त्यो 64 वर्षदेखिको कोशी बाढी पीडित यो विषयमा आउँछु मेरो साहब। यो विशेष गरी यो तपाईँको अब नगरपालिकाको एकल प्रयासबाट यो कटान डुबान कुरा यो तपाईँले सम्बोधन गर्न सक्नुहुन्छ भन्ने कुरामा जनता पनि विश्वास छैन, हामी पनि भन्दैनौँ, तपाईँलाई त्यो आरोप पनि लाउँदैनौँ। तर के हो भने सङ्घ प्रदेश सरकारसँग निरन्तर रूपमा यसमा पहल कदमी लिने कुरामा चाहिँ यहाँसँग अपेक्षा त पक्कै गर्न सक्यो होइन त्यो बाटोमा। र आम किसानको समस्या छोडेर अरू समस्या, अरू जटिलताहरूलाई फुकाउनका लागि चाहिँ तपाईँको कार्यकालमा के प्रयास गर्नुभयो? त्यही त मैले अब भन्दैछु। अब कृषिमा कम्तीमा केही न्यूनीकरण गर्नको निम्ति हामीले चाहिँ सिँचाइको निम्ति स्यालो ट्युबवेल, पम्पिङ होइन, बोरिङहरू हामीले व्यवस्था गरेका छौँ।
किसानहरूको लागि चाहिँ कम्तीमा चाहिँ जोत्नको लागि चाहिँ पावर टिलरहरू त्यसको चाहिँ कम्तीमा 50% अनुदानमा सबैलाई नसके पनि कसैलाई केही मान्छेहरूलाई चाहिँ दिने प्रयत्न गरिरहेका छौँ। हामीले चाहिँ मकै छोडाउने मेसिनहरू दिने प्रयत्न गरेका छौँ, हामीले गरिराखेका छौँ। किनभने किसान कुनै पनि किसान चाहिँ शास्ति हुनुहुँदैन है, समस्यामा पर्नुहुँदैन। कम्तीमा अधिकतम हामीले प्रयास गरेका किनभने जनताको अभिमत प्राप्त भएर ठाउँमा पुगेका छौँ। उहाँहरूले हामीलाई विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई चाहिँ कति पनि घात गर्नु हुँदैन है भनेर हामीले उहाँहरूलाई कम्तीमा के गर्न सकिन्छ भन्ने कुरामा उहाँहरूसँग छलफल पनि गरेका छौँ, बहस गरेका छौँ। र त्यही अनुसार हामीले चाहिँ के अरे मकैको बिउ हामीले 50 के अरे प्याकेटमा 100 रुपियाँ अनुदानमा हामीले त्यो व्यवस्था पनि गरेका छौँ। त्यसै गरी के अरे तरकारी बारीहरूको निम्ति चाहिँ त्यस्ता किसिमको चाहिँ 50% अनुदानमा चाहिँ हामीले दिएका छौँ। किसानहरूको लागि जो चाहिँ गाईहरू पाल्नुहुन्छ उहाँहरूलाई चाहिँ च्यापकटरको व्यवस्था चाहिँ 50% अनुदानमा चाहिँ व्यवस्था गरेका छौँ। त्यसै गरी हामीले चाहिँ घाँसको बिउहरू हामीले 50% अनुदानमा चाहिँ हामीले त्यो व्यवस्था गरेका छौँ। र हाम्रो प्राविधिकहरू हामी उहाँहरूको घर घरमा भनेको सामूहिक रूपमा चाहिँ घर घरमा पुर्याएर चाहिँ उहाँहरूको त्यहाँको बालीको अवस्था के छ, उहाँहरूले गरेर लगाएको चाहिँ बाली बोट बिरुवाको अवस्था के छ, तरकारीको अवस्था के छ, हामीले त्यो अनुगमन गरेका छौँ। हामीले चाहिँ कुनै पनि समस्या नहोस् है, किनभने हामी जनताको मत पाएर त्यहाँ पुगेको ठाउँ कुनै कृषिको कुरामा अथवा पशुको कुरामा अथवा कुनै पनि कुरामा चाहिँ उहाँहरूलाई समस्या नआओस्, कम्तीमा अधिकतम प्रयास गरौँ भन्ने प्रयास गरेका छौँ। त्यसलाई चाहिँ हामी सम्बोधन गर्ने प्रयास गरेका छौँ। हामीले चाहिँ तपाईँको किसानको घर घरमा पुगेर चाहिँ तपाईँको पशुहरूको चाहिँ तपाईँको के अरे औषधि उपचार गरेका छौँ, के अरे शिविर सञ्चालन गरेका छौँ। कृषिको शिविरहरू चाहिँ हामीले ठाउँ ठाउँमा गरी सञ्चालन गरेका छौँ, माटो परीक्षण गरेका छौँ। कम्तीमा कसरी राम्रो हुन्छ भनेर त्यो प्रयत्न गरेका छौँ। अहिले हाम्रो नगरपालिकामा एउटा उदाहरणै बनेको छ। एकजना व्यक्तिले 60 लाखको टमाटर बेच्नु भएको छ, 60 लाखको टमाटर बेच्नु भएको छ। यति मेहनत गर्नुहुन्छ उहाँहरू कि आफूलाई गर्व लाग्छ क्या। श्रीलङ्का टापुमा आफूलाई गर्व लाग्छ क्या। त्यो ठाउँमा गयो भने दिनमा तपाईँको 10-12 गाडी चाहिँ हाम्रो बडा क्षेत्र नगरपालिकाभित्र छिर्छ क्या। तरकारी लिनको लागि, टमाटर लिनको लागि, सिमल तरुण लिनको लागि, तरुण लिनको लागि, भेन्डी लिनको लागि, तपाईँको बैगुन लिनको लागि, खुर्सानी लिनको लागि 10-18 गाडी चाहिँ हाम्रो नगरपालिकाबाट छिर्दै गर्दा गर्व लाग्छ, गर्वले छाती फुल्छ। किनभने मेहनत गर्नुभएको छ, हामीले पनि प्रयास गरिराखेका छौँ। त्यो त्यो प्रयास अनुसार उहाँले मेहनत गर्नुभएको छ। अब आगामी मेरो सोच के छ भने कम्तीमा ती किसानहरूलाई राखेर कम्तीमा उहाँलाई चाहिँ कसरी चाहिँ विषादी प्रयोग गर्न सकिन्छ, कसरी चाहिँ बिउहरूलाई चाहिँ प्रयोग गर्न सकिन्छ, त्यो तवरबाट हामी लागेका छौँ। अब एकजना किसानले अहिले पनि तपाईँको तलपट्टि बैगुनको क्रस र माथिपट्टि चाहिँ गोलबेडाको क्रस गराएर चाहिँ त्यो ऊ गराएर चाहिँ के भन्छ त्यसलाई जोडेर चाहिँ उहाँहरूले चाहिँ अहिले त्यो बैगुन के अरे गोलबेडा चाहिँ उत्पादन गरिरहनु भएको छ। लगभग 500 बिरुवा, भेन्टा तल भेन्टाको जरा माथि चाहिँ गोलबेडाको राखेर चाहिँ उहाँले त्यो प्रविधि प्रयोग गरिरहनु भएको छ। त्यो चाहिँ विदेशीहरूको चाहिँ त्यो सिकाइ लिएर ग्रोड गरेर त्यो काम गरिरहनु भएको छ। र यति मेहनत हुन्छ। जस्तै अब सुन्दर कृषि फर्म लगभग 22 बिघामा चाहिँ उहाँहरूले चाहिँ कोरियाबाट फर्केर आएको युवाहरूले चाहिँ त्यो काम गरिरहनु भएको छ। त्यसको ब्रान्ड आफ्नै ब्रान्ड छ। अहिले बिर्ता मोडमा गयो भने चाहिँ यो सुन्दर कृषि फर्मको बडा क्षेत्रको हो माल भनेर सोध्छ अरे। तरकारी कहीँ लिन आँट्यो भने सुन्दर कृषि फर्मको हो, बडा क्षेत्रबाट आएको हो भनेर सोध्छ अरे। त्यति ब्रान्ड बिकेको छ क्या बडा क्षेत्रको। त्यस कारणले गर्दा यहाँनिर ऊर्जावान युवा साथीहरूले चाहिँ काम गरिरहनु भएको छ कृषि उत्पादन। मैले यही विषयमा मैले ठ्याक्कै सन्दर्भ पनि आयो, मलाई जोड्न पनि मन लाग्यो। तपाईँ आइसकेपछि एउटा महत्त्वपूर्ण काम जस्तो विशेष गरी युवाहरूमा जो नवप्रवेशी नव उद्यमीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँले यो पुरस्कार उहाँहरूलाई पुरस्कृत गर्ने होइन, सम्मान गर्ने त्यो प्रयास पनि सुरु गर्नुभएको छ। त्यो खुसी पनि लागेको छ होइन। अब म अर्को सन्दर्भ, हामीसँग समय छोटो पनि छ मेरो साहब, म अर्को सन्दर्भमा जान चाहेँ। विशेष गरी यो पालिकामा बराह क्षेत्र नगरपालिकामा तपाईँ निर्वाचित भएर आइरहँदाखेरि धेरै आम जनताको पनि उहाँहरूले भनिरहने कुरा के छ भने सरकार वास्तवमा हुन पनि अब स्थानीय सरकार घर नजिकको सरकार हो, देख्न पाउने, छुन पाउने, अनुभूति गर्न पाउने सरकार पनि हो। र तपाईँ चाहिँ हरेक जनताका समस्या पर्दाखेरि पुगिरहनु भएको छ, गइरहनु भएको छ। यो तपाईँको आफ्नो समय व्यवस्थापन चाहिँ अब यहाँ पालिकामा हेर्ने हो भने पनि जनताहरूसँग भेटघाट तपाईँको एकदम बाक्लो छ होइन, त्यो कसरी गरिराख्नु भएको छ? पहिलो कुरा त जनताको सुख दुःखमा साथ दिनुपर्छ। हामी जनप्रतिनिधि हो। हिजो निर्वाचित भइसके पश्चात हामीले कसम खाँदै गर्दा त्यो कुरा हामीले बोलेका छौँ, बोलेको कुरा पुरा गर्नुपर्छ। र म
यो के अरे निर्वाचित भएर आइसके पश्चात मात्रै यस्तो सामाजिक काममा जनताको सुख दुःखमा साथ दिएको होइन। मेरो इतिहास चाहिँ त्यसैबाट सुरु भएको छ। म नेपाली काङ्ग्रेससँग आबद्ध पार्टीको एउटा पार्टी सभापति पनि हो, यस ठाउँको नगर सभापति पनि भयो। त्यसको अलावा पार्टी मात्रै कुरा होइन, जनताको सेवामा समर्पित भयो भने मात्रै केही गर्न सकिन्छ है। जनताले पत्याउँछ, विश्वास गर्छ। किनभने आफू ठुलो भनेर अनि कुनै कोठामा बसेर राजनीति गरेर मात्रै त्यो मान्छेलाई जनताले पत्याउँदैन। जनताको घर दैलोमा सुख दुःखमा पुगेर त्यहाँको समस्यासँग जुझ्न सक्यो भने, समस्या निराकरण गर्ने प्रयत्न गर्यो भने मात्रै जनताले विश्वास गर्नुहुन्छ। अब आज म ठुलो नेता छु, ठुलो मान्छे छु चाहिँ भनेर चाहिँ म बन्द कोठामा बसेर चाहिँ कलर समाएर बसेर मलाई कसैले पत्याउँदैन। अब पत्याउनको लागि म जनताको ढोकामा पुग्नुपर्छ। समस्या एउटा के पनि देखियो भने मेयर साहब, जो चाहिँ विगतदेखि नै अभियन्ताको रूपमा काम गरिराखेको छ, उसलाई चाहिँ स्थानीय तहमा, विशेष गरी स्थानीय तहमा चाहिँ त्यस्ता व्यक्तिहरू पहिचान गरेर त्यस्ता व्यक्तिहरूलाई चाहिँ जनताले ठ्याक्कै जिताइहाल्ने रहेछन्। त्यो अहिले पछिल्लो 79को धेरै पालिकाहरूमा त्यो पनि देखियो होइन। त्यो हिसाबले तपाईँको विगतको प्रयास पनि छ। म एउटा विषय जोड्नै मन लागेको छ मेयर साहब मलाई, यो विशेष गरी तपाईँ आउने बित्तिकै यो सुकुम्बासी समस्या जुन छ यो पालिकाभित्र, भूमिहीनहरूको समस्या छ, पूर्जा वितरणका केही प्रयास पनि तपाईँले सुरु गर्नुभएको भन्ने जानकारी पाएको छु मैले। यो समस्या चाहिँ तपाईँले निर्वाचन अगाडि चुनावमा हिँडिरहँदाखेरि आम जनताका बिच पनि म यो समस्या समाधान गर्छु भन्ने कमिटमेन्ट पनि प्रयत्न गर्छु भन्ने कमिटमेन्ट थियो। त्यो चाहिँ के छ, अवस्था के छ, अहिले कहाँ पुगेको छ? हुन त यो तपाईँको क्षेत्राधिकारभित्र मात्रै पर्ने विषय होइन र पनि तपाईँको पालिकाभित्रको अवस्था के छ त्यो चाहिँ सुनाइदिनुहोस्। यो एकदमै यो यहाँको लागि चाहिँ, यो बडा क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण कर्ममध्ये एउटा पर्छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नु चाहिँ पहिलो कुरा रहन्छ यहाँको। यहाँनिर 64 सालदेखि यहाँको मान्छे कृषि बाढी पीडित ठिन्टिलो अवस्थामा छन् र अहिले नि जग्गामा चाहिँ अव्यवस्थित रूपले जङ्गबाट चाहिँ बसोबास गरेको छ। र हामी निर्वाचन भएर आउनुभन्दा अगाडि नै 2078 साल कार्तिकको 10 गते मैले चाहिँ यस ठाउँमा चाहिँ तत्कालीन के अरे भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव प्रसाद निरौलाज्यूलाई यसै ठाउँमा ल्याएर, जो चाहिँ यस क्षेत्रका माननीय सांसद ज्ञानबहादुर कार्कीको प्रयत्नमा मैले ल्याएर यहाँको अवस्था सबै बुझाएको थिएँ, भनेको थिएँ। किनभने यहाँको ठुलो समस्या, जर्जर समस्या भनेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास हो। यसलाई कम्तीमा व्यवस्थापन गर्न सक्यो भने यहाँको जनता आज तीन पुस्ता चाहिँ आज चाहिँ यसबाट चाहिँ पीडित भएको अवस्था छ, ठिन्टिलो भएको अवस्था छ। जग्गा छ तर हातमा पूर्जा छैन। आफ्नो नानी बाबुलाई कम्तीमा काहीँ पढाउँ न, काहीँ लगाउँ न, त केही गरौँ न, त कुनै रोजगारसँग जोडौँ न, अथवा कुनै बिजनेस गरौँ र त्यो जग्गालाई धितो राखौँ न भन्ने अवस्था सोच्दा पनि त्यो गर्न सक्ने अवस्था छैन। यहाँको अहिले बडा क्षेत्र नगरपालिका यस कुराले ठुलो समस्यामा छ। अहिले यति बेला त सरकार पनि नेपाली काङ्ग्रेस पनि सम्मिलित भएको सरकार पनि छ होइन। अब यही क्षेत्रको ज्ञानेन्द्र बहादुर कार्की राष्ट्रिय नेता हुनुहुन्छ। अब तपाईँ पनि प्रयास गरिरहनु भएको छ। ठ्याक्कै कोर आउटपुट चाहिँ के छ त्यो चाहिँ सुनाइदिनुहोस् न सर। ठ्याक्कै योभन्दा अगाडि 79 सालको चाहिँ सङ्घीय चुनावको केही अगाडि हामीले यसलाई अधिकतम प्रयास गऱ्यौँ। हामी किन त्यो निर्वाचितको केही महिनामा थियौँ, अधिकतम प्रयास गऱ्यौँ र 303 घर धुरीलाई निशा वितरण गरेर हामी पूजाको अन्तिम चरणमा पुग्यौँ। यति मेहनत गऱ्यौँ कि मलाई लाग्छ चुचा बल्दा हाम्रोमा हात पर्छ भन्ने कुरामा विश्वस्त थियौँ। त्यो 79 साल असोजको 7-8 गते हामी पूजा दिने कुरामा एकदमै लागेका थियौँ। तर ठ्याक्कै भदौको अन्तिम दिन यो कुन ढङ्गबाट आचार संहिता लागू भनेर रोकिदियो। त्यसो रोकेपछि फेरि हामी प्रयास गरेर जाँदाखेरि चाहिँ यो नहुने भन्ने कुरा चाहिँ आयो। यो चाहिँ वन क्षेत्र पर्यो अथवा नापीले दिएन, नापीले यसलाई चाहिँ सजीवनै गर्न सहयोग गरेन भन्ने कुरा आयो। र म केन्द्रीय कार्यालयमा गएँ, भूमि आयोगको केन्द्रीय कार्यालयमा गएँ। मैले भने त्यहाँनिर तपाईँ केन्द्रीय अध्यक्ष हुनुहुन्छ, तपाईँले भूमि आयोगको स्पष्ट निर्विकृत तपाईँको नियममा के छ भने 52(2) खमा के छ भने के अरे आमोद कमोद गरेको 10 वर्षसम्म बसोबास गरेको जहाँ चाहिँ भुटान छैन, केही छैन, त्यहाँ घर छ भने त्यसलाई दिन मिल्छ भनेर भनेको छ। भूमि आयोगमा स्पष्ट तपाईँको लेखेको कुरालाई तपाईँहरू कार्यान्वयन गर्न सक्नुहुन्छ भने तपाईँ केन्द्रीय अध्यक्ष भएर नबस्नुहोस्, तपाईँ राज्यको पैसा दोहन नगर्नुहोस्। किनभने यसमा तपाईँ आवाज दिन सक्नुहुन्न, यसमा लड्न सक्नुहुन्न भने त्यहाँ बसेर अर्थ छैन। होइन भने हामी त के कसम खाएर आएको छौँ भने जनतालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्छौँ भनेर कसम खाएर आएको छौँ। भनिदिनु पऱ्यो कि त त्यहाँ गएर तपाईँले यो दिला दिन सक्दैन कि त भन्नु पऱ्यो। होइन भने हामीलाई जग्गा चाहियो, जग्गा दिनु पऱ्यो। कम्तीमा यो 64 वर्षको पीडालाई अन्त्य गर्नु पऱ्यो भनेर म गएँ।
गइसकेपछि उहाँहरूको कुनै त्यो दहल गरेन। नगरिसकेपछि म अहिलेको वर्तमान तपाईँको के अरे भूमि निवारण मन्त्री बलराम अधिकारीकोमा गएँ। हाम्रो माननीय सांसद ज्ञानबहादुर कार्कीसहित ठुली हामी त्यहाँ गयौँ। त्यहाँ गएर छलफल गर्दै गर्दा उहाँले म प्रयत्न गर्दैछु यो अध्यादेश मार्फत आएर अध्यादेश ल्याएर चाहिँ यो कार्यान्वयन गर्ने कुरामा म विश्वस्त छु भनेर भन्नुभयो। तर यो दुर्भाग्य अहिलेसम्म त्यो अध्यादेश आएको छैन। र अहिले भर्खरै हाम्रो चाहिँ सुनसरी जिल्लाको चाहिँ भूमि समस्या समाधान आयोगका अध्यक्ष इन्द्र पोखरेलजी हुनुहुन्छ। उहाँले अलिकति बढी मेहनत गरेको मैले पाएको छु। पहिलाको जुन अध्यक्ष हुनुहुन्थ्यो त्योभन्दा उहाँले अलिकति वकिल पनि हुनुहुन्छ र अलिकति केही कुरा बुझेको पनि हुनुहुन्छ मलाई महसुस लाग्यो। र उहाँलाई हामी एकपल्ट डेलिगेसन पनि गइसकेका छौँ यो वन मन्त्रालय कोशी प्रदेशको वन मन्त्रालयमा मन्त्रीसँग बसेर छलफल गरेका छौँ। र फेरि हामी के गर्दैछौँ भने फेरि हामी जाँदैछौँ एक किसिमको ड्राफ्ट बनाएर हामी मुख्यमन्त्री लगायतको टिमलाई हामी भेट्दैछौँ। किनभने तपाईँहरू यो के भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित व्यवसायलाई व्यवस्थापन गर्न सक्नुहुन्छ कि हुन्न, तपाईँले पहल गर्नुहुन्छ कि हुँदैन। किनभने अब नबनेको कहिले पनि बन्दैन। अब दिन सकिँदैन भने कहिले पनि सकिँदैन भने यो भूमि आयोगको समस्या समाधान आयोग सकिन्न भने जनतालाई स्पष्ट भनिदिनु पर्यो र त्यो आयोगै खारेज गर्नु पर्यो। त्यो आयोगै खारेज गर्नु पर्यो। त्यो आयोग राखेर जनताको यो राजस्वबाट चाहिँ जनताको करबाट लिएको पैसा तलब नराख्नुलाई चाहिँ त्यो आयोगै खतम गरिदिउँ। अब यो दिन सकिँदैन भनेर हात उठाउँ, होइन भने आज जनता 64 वर्ष पीडामा छन्, मारमा छन्। तपाईँको भूमि आयोगको चाहिँ ऐनले व्यवस्थापन गरिरहन्छ 10 वर्षमा दिन मिल्ने भन्छ। जहाँ चाहिँ सडक छ, जहाँ चाहिँ भौतिक पूर्वाधारको राम्रो संरचना बनेको छ, जहाँ स्कुल छ, जहाँ क्याम्पस छ, जहाँ प्रहरी चौकी छ, सबै थोक छ, त्यहाँ दिन नमिल्ने कारण के त? सरकार तपाईँले चाहेको भने त्यो व्यवस्था गरिदिनुहोस्, होइन भने यो कुरालाई हटाइदिनुहोस् हामीले भनेका छौँ। र म अब फेरि अबको केन्द्रीय अध्यक्षलाई भेट्न जाँदैछु र गरिबी निवारण भूमि आयोगका मन्त्री बलराम अधिकारीलाई भेट्न जाँदैछु। यो विषयमा एकदमै कठोर कदम हामी चाल्नेछौँ। मैले भनेको पनि थिएँ यो मेरो वर्ष यो चाहिँ अत्यन्तै चाहिँ यसको लागि चाहिँ लडाइँ हुनेछ, शहीद हुनु परे पनि बन्न तयार छु मैले भनेको थिएँ। तर बलराम हाम्रो अधिकारी मन्त्रीज्यूले के भन्नुभएको छ भने मेयर साहब अहिले नआतिनुहोस्, हामी यो अध्यादेश मार्फत हामी ल्याउँदैछौँ, अहिले तपाईँले यो गरेर हुने अर्थ छैन। यो आइसकेपछि तपाईँले भनेको कुरामा हामी एकदमै साथ दिएर अगाडि बढ्छौँ। तपाईँको माग जायज छ, तपाईँको कुरा जायज छ, यसमा हाम्रो 100% सपोर्ट छ भन्नुभएको छ। हाम्रो माननीय सांसद ज्ञानबहादुर कार्कीज्यूले पनि यो कुरालाई विशेष साथ दिनुभएको छ, एकदमै लाग्नु भएको छ, चासो छ। तर सञ्जालमा के छ भने सञ्जालमा चाहिँ हिजो दूरबीन देखायो चाहिँ मेयर रमेश कार्कीले जग्गा बाँडेन भनेको छ। यो केटाकेटी खेलेको कुरा होइन, यो कुरा बुझ्न जरुरी छ। किनभने यो पोलिसी लेभलको नेसनल लेभलको पोलिसी लेभलको कुरा हो यो। किनभने एउटा नगरपालिकाले जग्गा दिन मिल्ने भए म आगो भोलिपल्टै सुरु गर्थेँ। तर यो पोलिसी लेभलको कुरा हो। राष्ट्रिय नेताहरूले चाहिँ बसेर छलफल गरेर चाहिँ कहाँ के कुराहरू मिलाउनु पर्ने कुराहरू होला, त्यो मिलाएपछि मात्रै प्राप्त हुने कुरा हो। त्यस कारणले गर्दा म स्थानीयवासीलाई के आग्रह गर्न चाहन्छु भने म प्रयत्न गरिरहेको छु, तपाईँहरूको साथमा रहेर प्रयत्न गरिरहेको छु। यो कुरामा तपाईँ अनावश्यक टिका टिप्पणीतिर नलाग्नुहोस्, सहयोग गर्नतिर लाग्नुहोस् भन्न म चाहन्छु। हुन्छ मेयर साहब, यो महत्त्वपूर्ण समय दिनुभयो। अन्तिममा केही राख्न चाहनुहुन्छ? कुनै पनि कुरामा मैले कसुर राखेको छुइनँ। मैले गर्ने अधिकतम प्रयास मैले गरेको छु। मेरो लेभलबाट नभएर प्रदेश सरकारको लेभलमा, सङ्घीय सरकारको लेभलमा मैले कुरा पुर्याएको छु। हामी यति भाग्यमानी छौँ, हाम्रो यो क्षेत्रका सांसद माननीय ज्ञानबहादुर कार्कीले हामीलाई सबै ढङ्गबाट सहयोग गर्नुभएको छ, साथ दिनुभएको छ। उहाँको ठुलो मेहनत छ बडा क्षेत्र बनाउनमा, यस ठाउँमा बनाउनको लागि उहाँको ठुलो सहयोग छ। त्यसको निम्ति म सम्पूर्ण बडा क्षेत्रवासी आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीमा तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने तपाईँको एउटा असल साथी, असल छोरा, असल अभिभावक बन्न चाहन्छु। र अब मेरो अझै 2 वर्ष बाँकी छ, अझै धेरै कुराहरू गर्न सकिन्छ होला। तपाईँको घर अगाडि अहिले बाटो आइपुगेको छैन होला, तपाईँको घर अगाडि ड्रेन पुगेको छैन होला, किनभने सबै कुरा एकचोटि पुग्न सक्दैन। सीमित साधन स्रोतका बावजुद धेरै कामहरू हामीले गर्नुपर्ने हुन्छ। तपाईँ सबैको ठुलो सहयोगको साथ सहयोगको अपेक्षा पनि गरेको छु। तपाईँको ठाउँबाट पोजिटिभ सकारात्मक सहयोग तपाईँले गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। सबैप्रति म एकदमै आभारी छु, खुसी छु। 3 वर्ष सहज ढङ्गले बितेको छ। अब 2 वर्षलाई अधिकतम प्रयास गरेर चाहिँ मैले गर्न सक्ने कामहरू गर्ने चाहिँ बाजा गर्दै तपाईँबाट बिताइदिन्छु। धन्यवाद। हुन्छ, धेरै धेरै धन्यवाद मेयर साहब यो महत्त्वपूर्ण समयका लागि। दर्शकवृन्द, आज हामीले बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीज्यूसँग छलफल गऱ्यौँ। विशेष गरी उहाँ निर्वाचित भएर आउनुभएको, उहाँ लगायत उहाँको टिम निर्वाचित भएर आएको 3 वर्ष बितिसकेको अवस्थामा प्रगतिहरू के भए र त्यसका चाहिँ सूचकहरू सहित हामीले उहाँसँग कुराकानी गऱ्यौँ। विशेष गरी धेरै कामहरू भएका छन् र परिणामहरू पनि देखिएका छन्। उहाँसँगको छलफलका क्रममा पनि तपाईँ दर्शकहरूले पनि पक्कै महसुस गर्नुभयो होला। आजको लागि यो विशेष संवाद यति नै। हामी भोलि फेरि नयाँ विषय र प्रस्तुतिका साथ
हामी उपस्थित हुनेछौँ। तबसम्मका लागि आजका हाम्रो अतिथि बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, म सञ्चालक शिव अधिकारीसँगै सम्पूर्ण टिम आज्ञा माग्छौँ। नमस्कार।